ओम प्रकाशमाथि गाली गलौजसहित प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेर आज वाह, गृहमन्त्री ओम प्रकाश अरियाललाई गाली गलौजको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको आरोप लगाउँदै मादक पदार्थ सेवनको आरोप लगाउँदै एउटा राष्ट्रवादी निकोला भुसाललाई पक्राउ गर्न तम्सिने गृहमन्त्री ओम प्रकाश अरियालज्यू, तपाईको लाज पनि किन नलजाको? यदि निकोला भुसाललाई पक्राउ गर्न तम्सिने गृहमन्त्री ओम प्रकाश अरियालज्यूले ती 76 जनाका हत्यारालाई पक्राउ किन नगरेको? ती 76 जनाका हत्यारालाई पक्राउ किन नगरेको? भ्रष्टाचारी 76 जनाका हत्याराका मतियार शेरबहादुर देउवा र आर्जु राणाको छानबिन चलिरहेको अवस्थामा उपचारको बहाना गरेर विदेश किन भगाइएको? यो आम नेपाली जनताको प्रश्न हो। यो ओम प्रकाश अरियालज्यू तत्काल 76 जनाका हत्यारालाई पक्राउ गरियोस्। गरिब दुखी निमुखालाई तर्साउन बडा आनन्द आउँछ, अनि 76 जनाका हत्यारालाई पक्राउ गर्न भनेपछि कट्टुमा पिसाब फेरिन्छ। यो हामी आम नेपाली जनताको प्रश्न हो। कस्तो लाग्छ साथीहरू? आफ्नो आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। सहीलाई सही भन्नुपर्छ, गलतलाई गलतै। हस् त, नमस्कार। जय देश, जय नरेश।